हेलो गाइज, गुड मर्निङ। फेरि नेक्स्ट पार्ट आउँछ। आज मैले चाहिँ हिजो एउटा पार्ट पोस्ट गरेको थिएँ मिनी ब्लगको। म र मेरो साथी नै छु, मिस। अहिले चाहिँ हामी टक्क क्याम्पसबाट घर गइरहेछौँ गाइस। ओके, लेट्स अगेन के हुन्छ हेरौँला है एकैछिनपछि है त। म यस्तो चिज देखाइरहेको छु आज, यस्तो चिज देखाउनेवाला छु नि तपाईँलाई। ओके, लेट्स सी गाइस। आज चाहिँ हाम्रो क्याम्पसमा के छ राजा? इन्टरनेसनल कन्फरेन्स 2026 आज छ। त्यही भएर चाहिँ आज छुट्टी रहेछ क्या। तर हामी क्याम्पसमा पुगेका थियौँ होइन, केही पनि केही भएन होइन। के गऱ्यौँ आज हामीले दोस्त? हामी आफ्नो रुममा बसिरहेको। ओके गाइस, देख्न सक्नुहुनेछ है, यो चाहिँ मेरो क्याम्पस हो। यता चाहिँ गार्डन छ, यता चाहिँ ए ब्लक। अहिले चाहिँ हामी उता लाइब्रेरीबाट आएको हो। अब चाहिँ हामी गइरहेछौँ, घरतिर गइरहेछौँ है। ओके भयो। ओके गाइस, अहिले चाहिँ हामी क्याम्पसबाट टक्क आइसक्यौँ होइन, बाहिर निस्किसक्यौँ होइन घर जानुको लागि। मसँग मेरो साथी पनि छ उमेश। ऊ चाहिँ मलाई छोड्दैन है, हामी जहाँ गए पनि हामी सँगै हुन्छौँ क्या। मेरो बारेमा उसलाई सोद्धा हुन्छ, उसको बारेमा मलाई सोद्धा हुन्छ, फरकै पर्दैन होइन। अहिले चाहिँ हामी क्याम्पसबाट घर गइरहेको छौँ। म तपाईँलाई चाहिँ आज हनुमानजीको दर्शन गराउनेवाला छु है त। ओके, सबैले जय श्री राम हनुमानजीको दर्शन गराउनेवाला छु। यहाँ देख्न सक्नुहुन्छ मोटर गाडीहरू गुडिरहेका छन्। हाम्रो सानो भाइ अगाडि स्कुल गइरहेछन् है। हल्का हल्का बारिस हुँदैछ। आज मौसम अलि सुहाना छ, त्यस्तै छ, एकदमै सुहानावाला मौसम छ। बारिस भइरह। यस्तै भाइ के छ, कहाँ हो? हाई भनिदेऊ त, हाई भनिदेऊ यहाँ यता हेरेर। ओके, भाइ पनि देखियो जस्ट। अनि हाम्रो ह्यान्डसम मान्छे पनि भेटियो, हाई भनिदेऊ। ओके ओके, अहिले चाहिँ हामी यहाँ 3 स्टार पुग्यौँ होइन। यी 3 स्टारको स्कुल देख्न सक्नुहुन्छ गाइस तपाईँहरू। टक्क देख्न सक्नुहुन्छ यो गेट 3 स्टार। ओके, म चाहिँ आज तपाईँलाई हनुमानजीको दर्शन गराउनेवाला छु है त एकैछिनपछि। ओके, मैले पनि देखाएको छैन। म देखाउँछु। उसले पनि देखाएको छैन कि हनुमानजीलाई, उसले पनि देखाएको छैन होइन, मैले मात्र देखाएको छु क्या। म तपाईँलाई देखाउनेवाला छु हनुमानजीलाई। साँच्चै देखाएँ होइन। ल, म आज तपाईँलाई हनुमानजीको दर्शन गराउनेवाला छु गाइस। देख्न सक्नुहुन्छ दुधको गाडी अङ्कल टक्क दुध सप्लाई गर्दै हुनुहुन्छ है त। ओके ओके गाइस, म तपाईँलाई हनुमान देखाउँछु अब। हनुमानजी चाहिँ कहाँ छ यार? कुरा नगर न, प्र्याङ्क हो क्या। अरे म देखाउँछु, यस्तो पाहाडभित्र बस्नु भएको छ नि हनुमानजी। आफ्नो रुममा देखाउँछु गाइस। हामी चाहिँ हाम्रो घर पुग्नेवालै छौँ। पुग्नुभन्दा अगाडि म तपाईँलाई चाहिँ हनुमानजीको दर्शन गराउँछु है त। हनुमानजी हेर्ने हो उमेश? ओके गाइस, लेट्स सी। म तपाईँलाई हनुमानजी देखाउँछु है। यी देख्न सक्नुहुन्छ हनुमानजी उता हुनुहुन्छ। टक्क हेर्नु त। जय श्री हनुमानजी, हनुमान। ओके गाइस, फाइनल्ली देख्नुभयो होला हनुमानजीलाई। एकदमै सबैजना आज बारिस भइरहेछ, सबैजना चाहिँ सेफ बस्नु होला, बाहिर ननिस्किनु होला। धनगढीमा अलिअलि बारिस भइरहेछ है। फेरि डुबान हुनसक्छ। डुबान त हुँदैन कि, बाहिर ननिस्किनु होला। आज मौसम खराबा छ होइन, खराबा मौसम छ। बेसी गाइस, हामी घरमा पुगिसक्यौँ है त। ओके बाई।